हामी बस्ने कम्पनीमा अब बस्ने घर यही हो गाइज। अब यति सानो घरमा किचन यही हो के अरे 29 जनाले पकाउने, 29 जनाले पकाएर खाने किचन यही हो गाइज है। त्यस्तै अब यो खाने डाइनिङ हल हो के अरे, फ्रिजहरू पनि यही राखेको छ। अब हामी बस्ने घर पनि देखाइदिन्छ रुम कस्तो छ। हाम्रो रुम हेर्नुहुन्छ भने भित्र रुम एउटै रुममा हेर्नु है, तलमाथि गरेर कच्चाएर राखेको छ गाइज। ओह माई गॉड, ए गाइज तलमाथि पुरा कोचाकोच 16 जना। अब यति सानो रुममा बस्नुपर्छ। 8वटा बेड छ, 8 दुना 16, 16वटा बेड छ। 16वटा बेडमा अब यही कोचाकोच यही सुत्ने रोमानिया। अब बस्ने ठाउँ पनि राम्रो छैन, खाना पकाउने ठाउँ पनि देखिहाल्नुभयो। 29 जना एउटै किचन सेयर गर्नुपर्छ, गाह्रो छ गाइज।